अल्छी धुयो लुगा हात दुखे नि गर्ने रहेछ अझ अरू कम गर्नु बाँकी छ हात दुखे नि गर्ने किन धोएँ म पैसा ल्याइन आउँछु लुगा दो सही ल्याऊ लौ रुपियाँ भोलि गाउँ गर्न आउला सातै देऊ ल्याऊ हो छालै आयो यहीँ रोटाल्ला हो बस मलाई जहिले तिमी भन्ने आउँछ सधैँ अनि अब त बहिनी सुन्नु लागि त सर मलाई दाइ भन्नु मलाई आउँछ के गरी दाइ भन्दा र जहिले सर बिने सर म त एउटा काम आया हो भन्दिनौ के काम हो मेरो छोराले फोन गर्थ्यो कि त्यो आमासँग फोन गर्ने भन्थ्यो यताबाट फोन गरेर रुपियाँ लाग्छन् म एउटा बिटो दाउरा ल्याइदिउँला फोन लगाइदिनु हुन्न त एउटा बिटाले कहाँबाट हुँदो रहेछ फोन गर्ने 10 बिटा चाहिन्छ नानी 10 बिटा भएपछि बल्ल फोन गर्ने हुन्छ एउटा बिटाले त हुँदैन म ल्याइदिउँला के फोन हान्दिनु है छोरा बोली सुन्ने लागेछ बचनको त पक्का छौ तिमी अब दाउरा ल्याइदिन्छु भने चाहिँ फोन लगाइदिन्छु के यो फोन त उठा नि त किन फेरि हान्नु हुँदैन एकचोटि त्यो पढ्ने मान्छे बिजी छ कि त्यही हाल्नु चाहिँ फेरि है उठा लौ कुरा त हेलो हेलो दर्शन ढोकेर आमा भाग्यमानी भए बुरुन्ची बाँचे 110 वर्ष बाँचे हे तिमी बर्थडे पनि मेरो शरीरलाई हैन क्या मेरो दिमागलाई आशीर्वाद दिनु म जे सोच्छु अरूको भलो सोच्छु कुभलो कहिले नसोचु बुझ्यौ नि हो के गर्छ त अरू अरू के गर्दा भने बस्या छु पढ्छु लेख्छु कलेज जान्छु आउँछु यस्तै त साँच्ची कलेज भन्नेबित्तिकै एउटा याद आयो 2 महिनादेखि स्कुलको फिस पनि तिरेको छैन कोठा भाडा तिर्नु बाँकी थियो रुपियाँ चाहिएको थियो कति रुपियाँ चाहियो 1 वर्षदेखिको कोठा भाडा पनि तिरेको छैन तेल अनि त्यसपछि नुन सुन किने उधारो बाँकी थियो पुरानो ड्रेस लाउँछु म अरूले लाइन गए हुन्छु त्यही त रुपियाँ कति चाहियो क्या भन्दै त्यही 20,000 जति भएपछि पुग्छ होला तू चिन्ता नमान मजाले पर म रुपियाँ पठाइदिउँला
आज 25 गते भयो क्या अर्को महिना 9 गतेसम्म चाहियो अर्को महिना 9 गते रुपियाँ नदिएपछि घरबाट निकाल्दैन भन्थ्यो घरबेटीले तँ केही चिन्ता नमान रुपियाँ म पठाइदिउँला हुन्छ है राख अब भोलि फेर कुरा गरौँला है राम्रो गरी परे ल्याउ 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 म यो रुपियाँ सकियो छन् भोलि फेरि गरौँले यो रिचार्ज पनि पाइँदैन कहीँ भइगयो हेलो 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 ग्यारह हजार 500 तिमी बुझ्दिनौ नि 11,000 5वटा 100 2 20 60 भयो अब 20,000 पुग्ने कति चाहिन्छन् 20,000 पुग्नु त 20,000 पुग्नु त 500 12,000 8वटा 1000 अनि 5वटा 100 रुपियाँ चाहिन्छ बुझ्दिनौ नि जाऊ पन्ध्रले मरा पाल्दैन त जय सीताराम छोरोले नौ बीस हजार पुऱ्याइन क्यान्ने हो भुइँसो किन्ने हो किन्दिन छोरा न पठाइदिनु छोरा न यस्तो दुःख गरेर छोरालाई ज्ञान पठाउँदै हो क्या हुन्छ पठाउने न अहिले पाल्यो ताल्यो पछि मार्न आउँछ नि उल्टै हुन्छ पठाउने न खगारी गर्ने न हाम्रो माइला छोराले माइला न मारेन बेले अर्धपुरी रेलले हाने कुरा गर्छौ सानो त मर्ला भन्ने डर हुन्छ ठुलो भए चाहिँ मार्ला भन्ने डर हुन्छ सिटी हुँदो गर्दिन भुलिन हुँदो र मुनाले मान्दैन जैथा ज्याबा त्यही थिए भने त हुन् छाचोरी नै दिने भने राम्रो ज्ञान संस्कार हो रुपियाँ त पछि आफै कुमाल्छन् क्या मन छुने कुरा गरेर तिमीले हाम्रो महिलाले पनि त्यहाँ काट्ने मार्ने कुरा गर्छ छोराछोरी पनि त्यही पनि तल काट्ने मार्ने कुरा मात्रै गर्छन् उल्टा बाउनु पिटेछ नि बेली अर्को खाना
यता गएर मतिर त्यो खाना हिमाचल हो 20,000 20वटा हजार 3वटा 100 अनि 4वटा 20 500 रुपैयाँ पाए 20,000 पुग्यो नि हो पुग्यो 20,000 त पुग्यो अन्त मैथ बना लिन्छौ अन्त मैथ बना लिन्छौ यो त बनिलो पानी भर्या नै कागै मिल्छ 5-6 दिन भयो चुलुन आगो पनि जोर्या नै ए रुपियाँ बथ डुल्नले बाहिर हैन ए घर पनि आया थिन पानी भर्या नै पानी नै आज त बर्बाद भयो खतम भयो म जान बन्न अलि मैथै काम छ गरौँ न त्यो तल ठेकदार होला त्यो ठेकदार हुनु त बिना खाँबो त्यसले हाल्दैला रुपियाँ ल तेरो भने ल हुन्छ ल गइद दुई दिनको काम अब कति दिन रोकेको छ कि 2 दिन छोड जानु अफिस भाइ त्यो 2 नम्बर फाइल ल्याउ त त्यो पनि कहिले हो काम गर्न सक्ने आजसम्म गरे नि त्यो सर नमस्ते 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 है त्यो 2 नम्बर माथि त्यो फाइल ल्याउ भन्दैछु बस अब तिमी मलाई बोलाउनु भएको थियो र मैले आज बोलाएँ तिमीलाई 5 दिन मैले तिमीलाई शुक्रबार बोलाएको थाहा भएन तिमी भनेपछि मात्र काम गर्ने यहाँ सबैले फी बुझाइसके तिम्रो कति महिना बाँकी छ 5 महिना बाँकी छ 5 महिना अझ हेरौँ 5 महिना छ झन् तिमी अनुशासन मान्छे जान्ने मान्छे ट्यालेन्ट मान्छे ठिकै छ त आफै बुझाउला भनेर केही नभनिकन बसेर हामी तिमी जस्तो फटा त अहिलेसम्म यो कलेजमा कोहीलाई पनि देखिनु क्या हामीले के भन्ने सरी भनेर हुन्छ के 1-2 दिन के म राम्रोसँग बोल्दै त के
आफ्नो घर जस्तो हो यो। पाँच दिनभित्र तिमीले फी बुझाइन भने कलेजबाट रेजिस्टर गरिदिन्छु। अहिले जाऊ। कस्ता कस्ता मान्छे आउँछ। के गर्नुहुन्छ सर? के गर्दा तनु बान्न लाउने कटाङ पुटुङ गर्छु। ए उता गए उता घाँस खानु पर जा। मस्ती न देखिन्छौ तिमी त। को मासिने रुपियाँ चोराले भन्ने सुनेको थिएँ। यस्तै भयो भने त दिउँसो पनि अब हिँड्ने मुस्किल भइगयो, आफ्नो ज्यान जोगाउनु पनि मुस्किल भइगयो। असो त धुन कोदालोले खुन बुन्छन्, खाइसुन्छ त क्या नहुँदो। अर्काले पसिना बगाइन कुमाया, मर्ने बेला कि यहाँ परिन मर्छन्। 9 गतेसम्म पठाइदिनु हुन्थ्यो, 2 महिना भइगयो। के गर्यो कता गयो बरै रुपियाँ जम्मा गर्दा गर्दै यतिका दिन भइगयो। अस्ति र मलाई फोन गरे गर्थ्यो, आमाले किन रुपियाँ पठाउनु भन्थ्यो। अनि कहाँ घरबेटीले निकाल्न लागेको भाडा नदिन भन्थ्यो। अस्ति तिमीलाई घर गएर तिमीलाई भेटाइन गएकै थियौ। अनि आजकल त फोन पनि गरिराखेन, कता गयो दे। थै बरै छोराले त्यति 20,000 मागे पनि दिन पाइन। अनि कति मारेछु म। यस्तै मा जन्मिनु हुँदा त जन्मिँदै मर्या भए आनन्द आउँदो। छोरो पनि जन्मिने होइन, दुःख पनि पाउने होइन। अर्का आबाले कस्तो गरे आउँछन् छोराछोरीको लागि। मैले त्यति रुपियाँ दिन पाइन। भइगयो केही नभन, के गर्ने हो त। अब जेउनु भइगयो। अनि अब तिमीले पनि अब पठाउने भन्न काहीँ काम गरेन, कतै कारिगरीसँगले द्याऊ। चोरले चोर्दै ल्याऊ, के गर्ने हो त। अनि त्यही पनि त रुपियाँकै चिन्ता नभने भने पठाउन पाइन, घरबाट निकाल्दै ल्याउन सकिन्छ। भाडा नदिए यतिका दिन तुरुन्त घरबाट निस्किनु। तिमी जस्तो फटाएर अहिलेसम्म यो कलेजमा कोहीलाई पनि देखिनु क्या। 5 दिनभित्र तिमीले फी बुझाइन भने कलेजबाट रेजिस्टर गरिदिन्छु। पाँच दिनभित्र तिमीले फी बुझाइन भने कलेजबाट रेजिस्टर गरिदिन्छु। भाडा नदिए यतिका दिन तुरुन्त घरबाट निस्किनु। भइगयो अब केही नभन, जिउनु भइगयो, केही चिन्ता नभन। सर यो रुपियाँ मेरो छोराले पठाइदिनु। कहाँबाट ल्याऊ होला रुपियाँ, कहाँबाट आयो? भन्दिनौ किन चुप्प लागेको छौ? कहाँबाट ल्याऊ होला रुपियाँ? यतिर बेचेर के यतिर भन्छौ तिमी? के अचम्म कुरा गर्छौ? मृगले बेचे ल्याऊ। सर छोरो यत्रो हुँदा पनि केही गर्न सकिन। अनि सानसिदा पनि नराम्रोसँग खान पायो, नराम्रोसँग लाउन पायो, न अहिले पढ्न पाउने भयो।
त्यही भएर बेच्दैन मैले त। साँच्चै इरामले फोन गरेको थियो घरबाट? साँच्चै? मोबाइल ल्या त। ल ओहो तिम्रो छोराले फोन गर्यो ले। लौ 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 फोन गर उठाइदिएको छु है। हेलो हेलो दर्शन ढोकेरामा। भाग्यमानी भए। राम्रै छ है? म ठिक छु। अनि हजुर सन्चै सुन्छ त? के भएन ढाड्छौ? सबै कुरा भन्दिनौ के बताऊ। म पनि राम्रै छु। रुपियाँ पठाइदिने भने ढिलो भइगयो। चाप पारेर ल्याउने। नै त्यति चाप पारेर छैन। 2 लाख रुपियाँ पठाइदिन्छु। 2 लाख? के किने अनि कहाँ न तिर्नु छ तिरे। एउटा धतुरो हेर्ने मोबाइल किने। हुन्छ अब त्यति बेला त पुग्छ मलाई। अब फेरि पठाउनु पर्दैन। यहाँ रुपियाँ सकिएको यान। हुन्छ त राग। हुन्छ आमा अब पठाउनु पनि पर्दैन त्यति बेला पुग्छ मलाई है। ल ल ल आफू यस्तो मरण अवस्थामा भइछौ अनि रे छोरालाई के भयो नि ढाड्छौ त्यस्तो न? के भयो सबै कुरा साँचो बोलिदिनौ क्या? के भयो नि ढाड्छौ छोरालाई? किन कुरा लुगाउँछौ? पिर मान्छ क्या त्यसले। फेरि मेरो चिन्ताले नपर्ला। त्यसको पढाइ बिग्रेला। जे भने अब आफ्नै छोराको लागि गरेछौ। अब पछि सुख देला भनेर गरेछ आफ्नो ज्यानलाई जोखिममा राखेर। अनि अब कष्ट मान्छ आफ्नो ज्यानलाई पनि अलि ख्याल गर्नु, टाइममा खाने गर्नु, अनि अलि आराम गर्नु, धेरै काम गरुङ्गो गाह्रो काम नगर्नु, राम्रोसँग बस्यो आफ्नो स्वास्थ्यको ख्याल गरे। हामी गइन्छु त है। ओ लाटो लाटो यो बाहिर कुरालाई त मारेर चाहिँ कन्फिडेन्ट। ओइ गयो यो कुरो दुःख दिन्छ यो। सर 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 ओ तिमी भन के काम थियो? यो फी सब छन् नि 5 महिनाको? छ छ। मैले भने नि त 5 दिनपछि रेजिस्टर गर्छु भनेको थिएँ। कच्चालाई पैसा ल्यायो। मान्छेलाई कसरी पैसा जानुपर्छ मलाई थाहा छ क्या। खुब नदिएर पचाउलो सोचाउँदा
मान्छे यहाँ प्रिन्सिपल भएको यत्रो वर्ष भइसक्यो अहिलेसम्म कसैलाई 1 पैसा त खानिदिया छैन। झन् तिमी झन् पहिला त सोझो भनेको त केटो त भाङ्गो भएछ त। सर म फटा होइन, फटा त मलाई मेरो घरको गरिबीले बनाइथ्यो। सर कम्ता लाज लाग्छ साथीहरूसँग बसेको बेला सर गएर 4 महिना फिस तिर्ने 5 महिनाको फिस तिर्ने भन्दाखेरि एक्लै रहेको छु सर स्कुलको बाथरुममा बसेर। कयौँ पटक गएँ रुममा बसेर। थाहा छैन के गर्दाखेरि ठुलो मान्छे भन्छन्, तर छोरो ठुलो मान्छे भएको हेर्ने इच्छा छ आमाको। ठुलो मान्छे बनाउँछु भनेर दिनरात मरिमेटै काम गर्नुहुन्छ गाउँमा अरूको। छोरा आफ्नो खुट्टामा आफै उभिएको भए मर्ने बेला सुखसँग मर्न पाइन्थ्यो होला भन्नुहुन्छ। आमाको कोखमै थिएँ सर, बाबाको निधन भयो। आमाले घाँस काट्दै गर्दा भिरमा जन्मिएको मान्छे हो म सर। बहुत दुःख कष्ट गरेर आमाले काम गरेर पठाउनुहुन्छ छोरो पढ्ला भनेर। म यहाँ बिग्रिनको लागि आएको होइन सर, बिग्रियो फटा भनेर घोषणा नगरिदिनु मलाई प्लिज, बिन्ती छ। म महान मान्छे बन्न चाहन्छु सर। मेरो बारेमा नबुझे नजानी मलाई गलत नसोच्नु प्लिज सर। के भन्छ उता जा उता। कहिले नुहाउनु छैन, लुगा धुनु छैन, अनि आँगन चायपत्ती मैले गरिराखा जौरा परेको नि टाउकोनु जाउ परेको होइन। कुदा कहिले जौरा मागु त होइन यो कोरियो यो बोल्दा कहिले छोड्दैन। अर्को नयाँ लुगा ला अर्को फेर भन्या पनि मान्दैन नि। त्यो आँगन र त्यो जौरा परिने लुगानु त्यो जौरा पछाडि लाग्छ त्यहाँ टाउकोनु आँगनु नि। वर्षमा 4 चोटि नुहाउँछ। कैँचुरो यो त कैँचुरो भोजारी मान्छे फेला पऱ्यो म त्यता है को खनाइ गएको हो। हेलो को हो? ए भविन बाबु म यहीँ तेरो घर आएको छु बाबु। ए आमा पनि यहीँ छन्, यहीँ बसेको छन्। आमालाई फोन दिन्छ। आमासँग कुरा गर्ने हो? हजुर। ल त ल दिएँ। ल फोन गर, तिम्रो छोराले फोन गरिरहेको छ। हेलो हेलो आमा दर्शन ढोक गरे? भाग्यमानी भाइ 110 वर्ष बाँचे। अब तिम्रो दुःखका दिन गए। तिम्रो छोराले सुब्बामा नाम निकालिसक्यो। के हो त्यो भने के हुन्छ र नाम निकालेपछि? हजुर भन्छन् त्यो नि ठुलो मान्छे बन्नुपर्छ भनेर। ठुलो मान्छे भएकी आमा अब म हाम्रो गाउँको पहिलो सुब्बा हो म। अरू कोही पनि छैनन् म जति। अबको 4 महिनापछि म गाउँ आउँदैछु हजुरलाई लिन। कुरी बाटी चिटिक्क परेर बस्नु है। म पनि तुईतिर भएन अब तुईतिर सहर जाने।
मेरो लागि धेरै दुःख गर्नुभयो हजुरले। हजुरका दुःखका दिन गए। अब म कमाउँछु, हजुर बसी बसी खाने है। अब मेरो लागि केही नगरे हुन्छ। तँ हाम्रो खुट्टामा उभि मेरो इच्छा पुरा गरी म खुसी भइगएँ। अब मलाई यति भए जान्छ। आमाको कर्तव्य पुरा गर्नुभयो हजुरले। अब छोराको कर्तव्य पुरा गर्नु दिन्न। आन्न जान्न भन्ने होइन नि। फेरि मेरो मन दुख्छ। हुन्छ आउँला। हुन्छ आमा, मेरो थोरै काम छ, म अहिले जान्छु। कुरा गर्दै गरौँला है। म 4 महिनापछि आउँछु नि। अब त लग्न हजुरलाई फेरि याद राख्नु है। हुन्छ हुन्छ। छोरो ठुलो मान्छे भएपछि त यिनी गाउँलेले पनि कस्तो सम्मान गर्ने रहेछन् मलाई। पहिला हेला गर्नेले अचेल रोटा खाइन जाऊ भन्छन्। अब सुखका दिन आइगए मेरा पनि।